हेलो गाइस, वेलकम टु ब्याक माई ठकुरी पिक्सल ब्लग युट्युब च्यानलमा स्वागत छ। र म आज चाहिँ पैसा निकाल्न जाँदैछु हैन। जापानमा चाहिँ एटिएमबाट चाहिँ कसरी पैसा निकाल्नु पर्छ हैन, म त्यो सिकाउन गइरहेको छु। म जाँदैछु जिपी बैंकमा। सर्वप्रथम त इङ्ग्लिसमा जानु पर्यो, इङ्ग्लिस गाउनु पर्यो। त्यसपछि पैसा निकाल्नु छ विथड्रो, अनि विथड्रो चाहिँ मा जानु पर्यो हैन। विथड्रोमा गएपछि चाहिँ हामी यो क्यास कार्ड हाल्नु पर्यो। क्यास कार्ड हालेपछि यस्तो चिन्ह देखाउँछ, प्लिज वेट। अनि त्यसपछि आफ्नो पिन नम्बर हाल्नु पर्यो गाइस है। आफ्नो पिन नम्बर चाहिँ यो चाहिँ गोप्य नै हुन्छ है। ल, यो चाहिँ गोप्य भयो। पिन नम्बर कार्ड हाल्नु पर्यो। अनि पिन नम्बर कार्ड हालिसकेपछि कति एमाउन्ट निकाल्ने हो त हैन। 21,000 मानौँ, 21,000। अनि एनमा क्लिक गर्नु पर्यो। एनमा क्लिक फेरि इन्टर क्लिक गर्नुपर्ने भयो। अनि त्यसपछि प्लिज वेट प्रोसेसिङ स्टार एन लेख्छ है। अनि त्यसपछि फेरि एस गर्नुपर्ने भयो कन्फर्मको लागि। प्रोसेसिङ हुँदैछ ल। प्लिज थ्याङ्क यू योर भने ल, प्लिज टेक केयर भने है। ल, पैसा पनि आइसकेको छ। मैले चाहिँ चुचु निकालिसकेँ ल। यो जिपी बैंकदेखि हल्का माथितिर चाहिँ भएको ठाउँ हो। एकदम राम्रो ठाउँ छ यहाँ। फोटो भिडियोको लागि एकदम राम्रो ठाउँ छ है। यहाँ राम्रो सिन पनि आउँछ। यहाँ मन्दिर पनि छ ट्याक्क परेको। पैसा निकालेर आइसकेको छु जिपी बैंकबाट। र आजलाई भिडियो यति नै। अब नेक्स्ट भिडियोमा चाहिँ भेटौँला, बाई।